हेलो नमस्ते साथीहरू फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा। अनि आज चाहिँ म धेरै खुसी छु। तपाईँलाई मैले मेरो खुसीको कुरा चाहिँ सेयर गर्न आएको छु। सबैजनाले मेरो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर माया गरिदिनु होला। अनि आजको स्पेसल्ली मेरो खुसीको खबर चाहिँ के छ भने मेरो फेसबुकमा चाहिँ पैसा झर्न थालिसकेको थियो। सो सेटअपहरू चाहिँ मिलाएको थिएन। सो आज चाहिँ म अफिस गएँ अनि अफिस गएर चाहिँ सेटअपहरू पनि मिलाएँ। सबै सेटअप गरेर चाहिँ हामी ब्याक हुँदैछौँ अनि खुसी हुँदै हामी चाहिँ कान्छासँग फर्किँदैछौँ। सो तपाईँहरू पनि भिडियो बनाउनु होला, कन्टेन्ट बनाउनु होला, अनि फेसबुकमा लगाउनु होला। रिल्सबाट भिडियोबाट चाहिँ पैसा झर्ने रहेछ भन्ने कुरा चाहिँ मलाई सुन्दैमा त आएको थिएँ। बट नाउ आफैले पनि आफ्नैमा पनि झर्न थालेपछि चाहिँ हो रहेछ भन्ने बिलिभ भएको छ, विश्वास छ। सो हो रहेछ, पैसा झर्ने रहेछ, पैसा आउने रहेछ। अनि मैले चाहिँ मुखमा अमला चपाउँदै होइन बाइकको पछाडि चढेर चाहिँ गइरहेको छु। अनि कान्छा र म चाहिँ यहाँनिर अफिसदेखि फर्किँदैछौँ। अनि कतातिर खाजा पाउँछ, खाजा खाने ठाउँमा जाउँ, अनि खाजा खाएर चाहिँ हामी फर्किनुपर्छ कान्छा भनेर भन्दैछ। र कान्छाले चाहिँ पुरा यहाँ गफ छाड्दैछ, पुरा ह्याप्पी हुँदैछ। अब कन्टेन्टहरू बनाउनुपर्छ, भिडियोहरू बनाउनुपर्छ भनिरहेछ। तर मलाई त्यस्तो स्पेसल्ली त कन्टेन्टहरू त्यस्तो भिडियो चाहिँ बनाउनु आउँदैन कि। मैले चाहिँ यस्तो जेपिटी बच्चा नानीहरूसँग चाहिँ के खेलेको बोलेको यस्तै यस्तै मेमोरीको लागि चाहिँ मैले लगाइरहेको हुन्थेँ कि भिडियोहरू। तर त्यहीँबाट पनि आउँदो रहेछ पैसा, झर्दो रहेछ। अनि साथीहरू हामी चाहिँ यहाँनिर खाजा खाने ठाउँ खोज्दै कति ठाउँ सोधेको बारे चाहिँ पुरा यहाँनिर खाजा यस्तो यस्तो पाइन्छ भनेर लेखेको हुन्थ्यो। तर त्यहाँ गएर सोद्धा चाहिँ नपाउने, बनाउनुपर्छ, टाइम लाग्छ भन्ने है। अनि हामी चाहिँ खोज्दै जाँदैछौँ। अनि यहाँनिर चाहिँ हामीले देख्यौँ। अनि यहाँनिर चाहिँ पक्कै पनि होला कान्छा भनेर भन्यौँ। अनि भित्र हामी छिर्यौँ। अनि भित्र छिरेर सोधेको पाउँछ भन्ने कुरा गऱ्यौँ। अनि त्यहाँ चाहिँ मेन्यू हामीले मागेर अनि मेन्यूमा चाहिँ कान्छाले के खाने भन्ने कुरा यहाँ हेर्दैछ हाम्रो कान्छाले। सो साथीहरू यस्तै छ है आजको दिन। अनि मैले चाहिँ चाउमिन मगाएँ। अनि मेरो चाहिँ चाउमिन पनि टक्क अगाडि आइसकेको छ। अनि मैले खानालाई चाहिँ रेडी गर्दैछु। अनि हाम्रो कान्छा भाइको चाहिँ मोमो हो नि त। अनि तिम्रो चाहिँ मोमो एकछिनमा आउँछ, यो चाउमिन नै मिलिजुली खाऊँ ल, तिम्रो मोमो पनि मिलिजुली खानुपर्छ ल कान्छा भनेर भन्दै हामी चाहिँ यहाँनिर खाना सुरु गऱ्यौँ। अनि मैले चाहिँ खाना सुरु गरिसकेँ साथीहरू है। अनि मेरो कान्छा भाइले चाहिँ भिडियो बनाइदिँदैछ। तर एकदम यम्मी छ है। मैले चाहिँ खाँदैछु साथीहरू। जाडोमा तातो बफ पनि आउँदैछ। यो चाहिँ बफ चाउमिन हो, तर एकदम स्पेसल्ली बनाउँदो रहेछ। सो गाइजहरू यसरी बितिरहेको छ आजको मेरो दिन चाहिँ। अनि मेरो कान्छा भाइको चाहिँ मोमो आएको छैन। अनि तिमी पनि खाऊ चाउमिन, यहाँनिर खाऊ न, बारीचुरी खानुपर्छ, तिम्रो पनि मोमो आउने बेला भयो, मोमो नि खानुपर्छ भन्दै जिस्काएर खानु लाग्यो। अनि कान्छाको पनि यहाँ टक्क मोमो आइसक्यो। अनि हामीले चाहिँ मोमो पनि कस्तो वाउ, कस्तो जुसी के है। अनि मोमो चाउमिन हामी दिदीभाइले चाहिँ यहाँनिर खाँदैछौँ। हाम्रो कान्छा भाइले नि खाँदैछ। अनि म चाहिँ खासै मोमो भन्दा पनि चाउमिन मनपर्छ नि त। तर मोमो पनि कस्तो दामी, एकदम टेस्टी लाग्यो, जुसी लाग्यो। सो हामी चाहिँ ब्याक हुँदैछौँ। अनि मैले चाहिँ यहाँनिर यो हामीले खायौँ है, यो मोमो खाएको, यो चाउमिन खाएको भनेर मैले देखाएँ। अनि सो यहाँदेखि चाहिँ कान्छा र म बाहिर निस्केर अब कान्छाले चाहिँ म एन्ड गरिदिन्छु तपाईँको भिडियो भनेर भिडियो बनाइरहेको छ। अब नानाको चाहिँ सबै कामहरू मिल्यो, अब हामी चाहिँ ब्याक हुन लागेको भनेर कान्छाले चाहिँ भिडियो बनाउँदैछ। सो हाम्रो कान्छाको चाहिँ बाइक ग्यारेजमा छ नि त, त्यही भएर हामीले चाहिँ यहाँनिर इनड्राइभ गरेर चाहिँ इन्ड्राइभ होइन याङ्गो सस्तो रहेछ नि, याङ्गोमा चाहिँ हामी याङ्गो गरेर ब्याक हुँदैछौँ। अनि अन्त दाइले चाहिँ क्या म चढेको यो बाइकको दाइले चाहिँ यस्तो स्पिड ड्राइभ गर्नुभएको भने दाइ स्लोमा गर्नु न, कस्तो स्पिडमा ड्राइभ गर्नुभएको भनेको, कहाँ स्पिड छ र यता स्लो पो त भनेर भन्दै हुनुहुन्छ। अनि यहाँनिर झन्डै ट्रकसँग ठोक्यो नि त। अनि त्यही भएर चाहिँ मैले कराउँदै जाँदैछु। सो अब फाइनल्ली म चाहिँ घर पुग्न लागेँ ल साथीहरू। म चाहिँ फाइनली घर पनि आइपुगेँ। अनि आजको मेरो खुसीको खबर पनि यति नै, तपाईँहरू बिच सेयर गरेँ, कस्तो लाग्यो, अहिलेसम्म हेरेर माया गरिदिनु भएको लागि धेरै धेरै धन्यवाद भन्दै सी यू नेक्स्ट भिडियो, बाई बाई।